आज चाहिँ हामी घुम्नको लागि भनेर चाहिँ होइन 5 जनाको ग्रुप मिलाएर यो रिन के बीच भन्ने ठाउँमा आएको छौँ बालताको होइन। एकदम रमणीय दृश्य छ, तपाईँहरू हेर्न सक्नुहुन्छ। हेर्नुहोस् साथीहरू उहाँ हुनुहुन्छ र हेर्नुहोस् त साह्रै रमाइलो महसुस भइरहेको जानकारी म गराउन चाहन्छु। अनि हामीसँग हुनुहुन्छ एकजना। नमस्कार। कस्तो लागिरहेको छ तपाईँलाई यो ठाउँमा? एकदमै रमाइलो लागिरहेछ। मालटाको निकै नै रमणीय ठाउँ हो यो। हजुर, यहाँ विशेष त त्यति धेरै नेपालीहरू आइपुग्नुहुन्न, किनभने यो एकदमै एकान्त र एकदमै रमणीय ठाउँ छ। मलाई चाहिँ जब अलिकति चिल आउट गर्न मन लाग्यो यही ठाउँलाई रोज्ने गरेको छु। धेरैपल्ट आइसकेँ पनि, तर जतिपल्ट आए पनि यो ठाउँलाई जति आए पनि उति आउँ लाग्ने ठाउँ छ। तपाईँहरू एकफेरि आउनु होला। एकदमै यहाँ आएर तपाईँहरूलाई कुनै पनि पश्चाताप हुने छैन, यति राम्रो ठाउँ छ यो। लाग्छ कि यहाँ आइपुगेपछि चाहिँ लगभग स्वर्ग नै यही होला जस्तो लाग्छ। पक्कै पनि तपाईँहरूले थाहा पाउनु भइसक्नु भयो होला यो ठाउँको बारेमा। यो ठाउँको नाम के हो खासमा? यो ठाउँको नाम चाहिँ एक्ज्याक्टली मलाई पनि त्यति थाहा छैन, तर अघिल्लोपल्ट आएको बेला हामीले लिएका तस्बिरहरू थिए, फोटोहरू थिए। त्यो फोटोको माथिबाट लेखिएको लोकेसनको आधारमा हामीले ट्र्याक गरेर आइपुग्यो आज चाहिँ। तर भन्नुपर्दाखेरि यो हुन चाहिँ राबात भन्ने नै ठाउँ हो। राबातको अर्कोपट्टिको पाटो हो, इलबार समथिङ के भन्छ, एक्ज्याक्टली नाम चाहिँ मलाई पनि थाहा भएन, सरी। धन्यवाद छ तपाईँलाई। हस्, थ्याङ्क यू। उहाँ हुनुहुन्छ हाम्रै टिमको मेम्बर र हामी अहिले छौँ यो फमरिन बे बीच भन्ने ठाउँ, सायद यस्तै नाम देख्न सक्नुहुन्छ। रमणीय छ, पक्कै पनि घुम्न आउनुहुन्छ होला भन्ने आशा गर्दछु। र हाम्रो केही साथीहरू हुनुहुन्छ एकदम चिलमा हुनुहुन्छ। दीपक दाल अनि यता हाम्रो होइन यो मलाई के अरे उहाँको नाम के हो? मेरो कृष्ण पुन मगर उहाँ हुनुहुन्छ अमर। देखिरहनु भएको छ बाइसेप। ओ माई गॉडनेस, वाह! साथीहरू चिल गरिरहेको अवस्था छ यति बेला। भाइले ब्लग त खतरा। अब पक्कै पनि सब्सक्राइब अनि बेल आइकन थिच्न नबिर्सिनु होला। के रे अमर दाइ, यो भाइले दुनियाँको बनाउने भाइ